हाम्रो गाडी चाहिँ धरानमा एउटा टेम्पोले हिर्काइदिएर अब भने चाहिँ हामीले चाहिँ नानीलाई है सुत्तेकोमै रेडी बनाइसकेको छौँ। सामानहरू गाडीमा प्याक गरिसकेको छौँ प्रायः चाहिँ। अब भने चाहिँ हामी हिँड्न लागेको छौँ। अब तपाईँहरूको बाटोको तपाईँहरूलाई भिडियोमा बाटोको दृश्य देखाउनेछौँ। प्रभु धन्यवाद। फाइनली हामी चाहिँ हिँड्न लागिसकेका छौँ। अब हामी टक्कै 5 बज्नु लागेको छ। अहिले चाहिँ हामी चाहिँ सालुगढा आइपुगिसकेको छौँ। अहिले चाहिँ कति बज्यो भन्दाखेरि बिहान हामी 5:10 हिँडेको होला। 7:08 हामी यहाँ आइपुगिसकेको छौँ। अब हेर्दै जानु होला हामी है नेपाल कति बजी इन्ट्री गर्नेछौँ। तपाईँहरूलाई भिडियोमा प्रत्यक्ष देखाउनेछौँ। यसरी दुःख पाउँछ है। सबै सामानहरू स्क्यान गराउनु पर्ने हुन्छ। फाइनली हामी चाहिँ लगेजहरू स्क्यान गराएर अब नेपालतर्फ जान लागिरहेको छौँ। अब त्यहाँ गएर भन्सारहरू काटेर हामी अघि बढ्नेछौँ। भन्सार चाहिँ काटेर आइसकेको छौँ। तर आजभोलि चाहिँ नेपालमा चाहिँ 7 दिनभन्दा बेसी दिँदैन रहेछ। अब यो एयरपोर्टमा गएर काट्नुपर्छ अरे। यो सकेर चाहिँ यस्तो रहेछ। त्यसले पैसा अब चाहिँ हामी पैसा साट्नु गइरहेको छौँ। पैसा पनि साटेर आइसकेको छु। नाथे यति पैसाले के पुग्छ भन्छ होला है। हाम्रोमा अलरेडी नेपालको पैसा थियो। थोरै मात्रै पैसा साटेको छु। अब थोरै भन्दैछ यहाँ आएपछि है यस्तो बोल्नुपर्छ। अब हामी पटाके काट्न लाग्यो। अब चाहिँ हामी चाहिँ काँकरी भित्ताबाट अगाडि बढ्दैछौँ। अब यहाँ अगाडि पेट्रोल पम्पको छेउमा अब पटाके पर्मिट काटेर चाहिँ फेरि अघि बढ्दैछौँ। Just want you to be happy when someone tries to touch your scars. It doesn't seem to cure at all. Nothing's gonna be anymore. अब इटारी बजारबाट चाहिँ हामी उकालो लाग्दैछौँ धरान विराटनगर होइन सिधा गने काठमाडौँ हामी यता धरान। Just sort of a thing in the world. I'll say you're the best moment.
बजार पस्दैछौँ र हामी फिलहाल चाहिँ स्काई वक जाने प्लानमा छौँ तर धुम्म लागेकोले गर्दाखेरि चाहिँ कस्तो देख्छ है माथि गएर हेरौँ। Spending all my life for you. Anytime you need me for. Every time I run to you. Oh, nothing's gonna be any better. I love you every day. Let's take a walk. हामी चाहिँ अहिले चाहिँ भेडेटार बजार पसिसकेको छौँ। Nothing's wrong with crying every day. It's just sort of a thing. अब चाहिँ हामी स्काई वकको माथि चढिसकेको छौँ। अब भित्र जानु मात्रै बाँकी छ। Nothing's wrong with crying every day. It's just sort of a thing in the world. I say you're the best moment down. Now, 내 생각해봐야 내가 힘들 때 내 곁에서 날 지켜줬잖아. 이제는 날 지켜줄게요. 그대가 अब चाहिँ हामी चाहिँ भेडेटार स्काई वकबाट निस्किँदैछ 500 रुपियाँ फिनिस गरेर। हामी भेडेटारमा स्काई वकहरू घुमेर खानासाना खाएर ओह्रालो धरानपट्टि लाग्दैछौँ। हाम्रो गाडी चाहिँ धरानमा एउटा टेम्पोले हिर्काइदिएर ब्रेक फेल भएको छ भन्दै थियो तर त्यो ब्रेक फेल चाहिँ भएको जस्तो लागेन। यो नै हानेको नि फर्स्टमा यो हानेको नि सेकेन्डमा हानेको यो त्यो बत्ती दिदीको फर्स्टमा थियो। ए टिपु हजुर गाडीको हिसाबले अब रङ साइडबाट आएर हिर्काउँदै गएको छ कसरी हामीले यहाँ फेरि अर्को गाडीले चाहिँ यहाँनिर स्कुटी झन्डै लडायो भन्दा बाँच्यो। आज के हो भन के हुन्छ अरे थालेन हौ। Y se extraña si lo cierro. Y si mañana nos toca no estar, miro al cielo y te veo. Pero ya sé que no voy a olvidar tu perfume de febrero. Cuando la noche me venga a हामी चाहिँ अहिले चाहिँ रुममा बसिरहेको छौँ रामपुर भन्ने ठाउँमा। अब भोलि यहाँदेखि फेरि काठमाडौँ यात्रा सुरु हुन्छ। हत्तु भएर आइएको छ।